आज जेठ 15 गते नेपालभर 19औँ गणतन्त्र दिवस विविध रचनात्मक कार्यक्रमका साथ उत्साहपूर्वक मनाइँदैछ। नेपाली नागरिकको सर्वोच्चता र सार्वभौम सत्ता स्थापित भएको यो ऐतिहासिक दिनले हामीलाई अधिकार मात्र होइन, समृद्ध मुलुक निर्माण गर्ने बलियो नागरिक जिम्मेवारी पनि बोध गराएको छ। 2062-63 को ऐतिहासिक जनआन्दोलनको जगमा 2065 साल जेठ 15 गते पहिलो संविधान सभाको बैठकबाट राजतन्त्रको अन्त्य भई सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको थियो। यसै उत्सवको अवसरमा घोराई उपमहानगरपालिकाले नगरमा नगर प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, कर्मचारी लगायतको सहभागितामा पालिका अगाडिको स्थल र सडक आसपासको सरसफाइ गरेको छ। घोराई उपमहानगरपालिकासँगै वडा कार्यालय तथा जिल्लास्थित विभिन्न सरकारी कार्यालयहरूले समेत गणतन्त्र दिवसको पूर्व सन्ध्यामा दीप प्रज्वलन गरी दिवस मनाए भने आज विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी उत्सव मनाएका छन्। 19औँ गणतन्त्र दिवसको अवसरमा देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना।